एसरको नाइट्रो V15 मा एसरको नाइट्रो V15 मा यो चाहिँ तपाईको राइजन 5 मा सरी राइजन 5 मा पनि छ हामीसँग i7 मा पनि छ एउटैको लुक्स देखाएर 3-4 टाका स्पेक भन्छु राइजन 5 को 16GB RAM 512 SSD मा RTX को 2050 लियो भने तपाईलाई 90000 पर्न आउँछ गाइस त्यसैगरी यसमै एसरको नाइट्रो V15 मै 16GB RAM 512 SSD मा RTX को 3050 लियो भने तपाईलाई 1 लाख पर्न आयो त्यसैगरी एसरको नाइट्रो V15 मै RTX को 4050 लियो भने 1,05,000 पर्न आयो त्यसैगरी एसरको नाइट्रो V15 मै i7 मा लियो भने 1,15,000 पर्न आयो i7 मा 4050 लियो भने मार्केटमा 132 भन्छ दाम बढिसक्यो तर म्याक्सेलमा बढेको छैन ओन्ली एन्ड ओन्ली तपाईले 1,28,000 मा 4050 पाउन सक्नुहुन्छ त्यसैगरी एसरको नाइट्रो V15 मै एसरको नाइट्रो V15 मै i7 को 13 जेन मा 16GB RAM 512 SSD RTX को 4060 धेरै कराउने धेरै हल्ला गर्ने हाम्रो दाजुभाइहरुले 1,42,000 1,41 भन्छ तर म्याक्सले कतिमा दियो 1,38,000 मा तपाईले एसरको नाइट्रो V15 RTX को 4060 i7 लाई आफ्नो बनाउन पाउनुभयो